साथीहरू गुड मर्निङ एन्ड नमस्कार। यहाँहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ म बिहान उठेर क्लास जाने क्रममा छु र क्लासमा 3-4 घन्टा पढिसकेपछि त्यतिबाट सिधै काममा जानेछु। बाटोमा छु अहिले म, बाटो बाइकले छु। यो हाम्रो गाउँतिर चाहिँ जुन किरी गराएको भन्छन् चुइँ 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 गरेर, यतातिर चाहिँ के भन्छ थाहा छैन, एकदम जोडले कराइराखेको छ। बिहानै उठेर खानासाना बनाएर खाएर लागेँ होइन। अहिले म यहाँ बाटोमा छु, गाडीहरू छैन यहाँ। अहिले ट्रेन भेटिन्छ बाटोमा, अनि ट्रेनले बाटो सिकिहाल्छ, टाइम ढिलो भइहाल्छ। गाडी कुर्नु पर्ने, गाडीहरू आइपुग्छ, गाडीहरू आगेर हिँडेर सट्टा बाँधिहाल्यो। कन्द्रङ बज्नु थालिहाल्छ। फेरि ट्रेन आएको छ भने 4-5 मिनट त्यत्तिकै लस भइहाल्छ। कुद्दै जानुपर्ने हुन्छ। फेरि बनाएको हुन्छ। बाहिर म पढेर निस्किसक्यो बाहिर। अब काम गर्न गामबात्ते हान्न जाँदैछौँ हामी होइन भाइ? अरू भाइ त सौजी हान्न जाँदैछौँ, त्यही पनि भिकौकी होइन भाइ? भाइ चाहिँ फेरि एकदम इमान्दार भाइ हो। प्लेन सफा गर्दै यसो महँगो सामान देख्यो भने चाहिँ भाइले गोजीभित्र हालिदिइहाल्दो रहेछ। अनि त्यति भनिदिएको, हाम्रो भाइ एकदम सोझो छ, इमान्दार छ। त्यतिसम्म गर्दैन भाइले। 2 घन्टा देला भाइ हामीलाई काम आज 4-5 घन्टा मात्रै। आज चाहिँ 12 घन्टा दियो भने गरेका काम। ट्याक्सी हेर्नु त यस्तो महँगो ट्याक्सी हुन्छ गयो। अमेरिकातिर त ड्राइभर बिनाको ट्याक्सी हुन्छ। गएर थपक्क बस्यो, कहाँ जाने त्यहाँ थिचो टक्कसँगले त्यहाँ पुऱ्याइदिन्छ। हरार त्यहाँ पनि त्यस्तो होला नि, छैन जापानमा त छैन। अहिले चाहिँ हामी कामबाट आउने क्रममा छौँ। पनि सक्यो आयो। अहिले चाहिँ कति भयो भाइ टाइम? 10-14 कामबाट आउँदै यत्रो टाइम काम गरेर आउनु छ। अब गएर खाना पकाएर खाएर अलि सुत्नुपर्छ। यहाँ होमवर्क पनि थोरै छैन, फेरि होमवर्क पनि गर्नु पर्यो है भाइ? एउटा क्रस गरेर जानुपर्छ। फेरि त्यहाँनिर रेड लाइट बलिसक्यो। अब त्यो लाइट खुलुन्जेल फेरि बस्नुपर्छ है। ल खुल्यो भाइ, छिटो। अहिले फेरि रेड लाइट बल्दियो भन्दाखेरि तनाव हुन्छ। कुदिरहेको छु। रेड त बल्याएको छैन नि, बल्याएको छैन। 40 किलोमिटरको स्पिडमा मात्रै कुदाउन पाइने भनेर लेखिरहेछ। यताबाट गाडीहरू आउने हो। अहिले सुनसान भइसक्यो एकदम। माथिबाट ट्रेन कुदिरहेछ। ल त साथीहरू, ओके बाई बाई।